Yo guys, what's up and good morning. Hope you all guys are fine. म पनि सन्चै छु र हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ हैन। यो मेरो नयाँ ब्लग हो र फर्स्ट ब्लग हो। अनि आज हामी फर्स्ट ब्लगमा साथीको घर जाँदैछौँ। साथीहरू यहाँ छन् हैन। हामीहरू कहाँ जाँदैछौँ भने हाम्रो यहाँ अर्को बाइक छ। हामी 5 जना छौँ हैन जान लागेको। अनि बाटोमा हजुरहरूलाई देखाइरहेको छौँ हामी अहिले एरिचोकमा छौँ हैन। आज रमाइलो हुन्छ हेरिराख्नु होला है। हामी बाटोमा देखाउँछौँ। अब हामीहरू यहाँ हालिसक्यौँ, पेट्रोल हालिसक्यौँ बाइकमा। म रेडी हुन्छु, मैले यो बाइक चलाउँछु हैन। हामी अहिले पेट्रोल हाल्दैछौँ हैन। अब हाम्रो त हिँड्छौँ। सो गाइज हामी अहिले सैनिक एरियातिर आइरहेछौँ। दुईजना तलतिर हिँड्दै आइरहेछौँ। एउटा मुद्दा एउटा बाइकमा 3टा जान मिल्दैन भनेर 2टालाई हिँड्दै पठाइरहेछौँ हामीले। तिनीहरूको लागि वेट गरिरहेछौँ हैन। त्यस्तै हो। ब्लग राम्रो लाग्यो भने भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब गरिदिनु होला। हल्का सपोर्ट देखाइदिनु होला हैन। च्यानलले के नाम? च्यानलको नाम थाहा भइहाल्छ नि भिडियो। छेडाको मास्तिर चेकपोस्टमा रोकिरहेछौँ। एउटा समस्या छ क्या हामीसँग। 2टा बाइक छ, 5 जना मान्छे छौँ। अनि ट्राफिकको चेकपोस्टमा आउन यत्तिकै रोक्नुपर्छ हामीले। 2टालाई हिँड्दै पठाउने अनि 3टा मात्र बाइकमा जाने। 2टा बाइकमा, एउटा बाइकमा 2 जना अनि हामी 2टा एउटा बाइकमा छौँ यो बाइकमा अनि 3 जना त्यो बाइकमा छन् हैन। हजुरहरू यस्तो नगर्नु होला, त्रिपल रोड नहिँड्नु होला। हामी त अब बाइक थिएन यताउति हिँडिहाल्यौँ हैन। ट्राफिक रुल्सको पालना गर्नुपर्छ हैन। हेर्नुहोस् कति राम्रो भ्यू छ पछाडि, हेर्नु सक्नुहुन्छ हजुरहरू हैन। अब 2 जनालाई हामी पुग्छौँ यहाँ पछाडि। बाटोमा चौचो नास्ता। कति बजी पुग्छौँ हामी? त्यो त्यहाँ जाऊँ न। रेजर्ट थियो त एउटा हैन। गाइज हामी आफ्नो डेस्टिनेसनमा पुगिसक्न लाग्यौँ। हामी खासमा जान लागेको कहाँ भनेपछि भ्यू सिटीमा जान लाग्यौँ हामी। दाजुको घर हो पुरानो गाउँघर। त्यो भ्यू सिटीमा त्यो घरमा सानो पार्टी टाइपको छ अरे। आज शनिबार पनि थियो। अनि भने हामीलाई कलेजमा भन्यो जान्छ साथी यताउति भन्यो। हामी चल्देको होइन। यो हुँदी हामी पुगिसक्नु लाग्छौँ। हल्का पुग्यो हामी भन्नु पनि हल्का झ्याउँछु मैले। अनि बाटोमा चाहिँ एउटा के भनेपछि हामी आउँदैछौँ मैले त्यहाँ त भिडियो पनि बनाएन कि जाँदै भएन जस्तो हुन्छ भनेर एक्सिडेन्ट अब याद नभएर नि हुन्छ। एक्सिडेन्ट हल्का याद नभएर नि हुँदैन। के भयो भने चाहिँ हामी त्यहाँको मोड एउटा मोड त्यहाँको गाडीबाट अलिक उकालोमा अलि अप्लोमा छ कि। अनि ब्ल्याक आइट डोमा रहेछ। ब्ल्याक आइट डोमा रहेछ। मैले त्यहाँको ठाउँमा यादै भएन कि ब्ल्याक आइटमा अनि हेर मैले यसलाई भनेको हेर साथी हिउँ भनेको झ्याप्प चिप्लिहाल्यो भने रोक्छु भन्छु। आज खुट्टा पनि चिप्लिहाल्यो। धन्न कस्तो भगवान्ले हात फाँचेर खुट्टा चेप्लिएन। बाइक पल्टिँदा पनि पल्टिएन। हल्का चेप्लियो अरे हल्का तलसम्म गयो। त्यस्तै अगाडि झाउँदा पानी होइन। त्यही हो।
हजुर चिलो छ चिलो हिउँछ साथी ए अगाडि अगाडि हेर्नुहोस् गाइज अब अगाडि पनि आइसक्यो त्यही इन्सिडेन्ट भयो क्या अब हामीले अलिक अलर्ट भइसक्यौँ होइन अगाडि छ ब्ल्याक आइस भन्नाले पनि आइसै भनौँ तर ब्ल्याक गाडी त त्यति हिँडेको छैन अगाडि हेर म्याच चिप्लोलाई हेर यो हेर्नुहोस् यस्तो सेतो छ बिस्तारै लग्नुपर्छ यस्तो यो के 50 मिटर जति होइन झ्याप्प पल्टिनु लागेको कस्तो गऱ्यो मेरो खुट्टा त लामो छ यो रोक्छु भन्दा खुट्टा पनि चिप्लिहाल्यो भनेर कस्तो खुट्टा चिप्लिन त्यही हो अहिले फेरि भ्याउँछ त्यो स्पट कहाँनिर के भयो भनेर हामीभन्दा अगाडि 2-3वटा दाइ पनि हुनुहुन्थ्यो सुक्रान्तिमा उहाँहरू त पल्टिनु भएछ चोट लाग्यो क्या बसिरहेको माथि रोडमा अलि हिउँ पर्ने ठाउँ रहेछ कि यो पुरा सिधै सिक्छ हेर्नु न अहिले कति बज्यो अहिले हल्का आवाज चाहिँ नआयो होला होइन एडजस्ट गर्नु होला फर्स्ट ब्लग हो त्यही भएर हल्का के प्रब्लम छ समस्या के छ भनेर भन्नु होला होइन फर्स्ट ब्लग हो गोप्रो सोप्रो पनि छैन फोनबाटै बनाएको हो एडजस्ट गर्नु होला होइन हुन्छ हामी अब डेस्टिनेसनमा पुगेर हजुरहरूले देखाउने छु ओके हामी होइन अहिले कहाँ छौँ हामी अहिले हामी के भन्छ यो भ्युचुली बजारमा छौँ हेर्नुहोस् यहाँदेखिको भ्युचुलीको भ्यू हेर्नुहोस् अनि यता हेर्नुहोस् हामीलाई अनि आफूले देखाउन क्यामराम्यान ओपी क्यामेरा यस्तो देखाउँछु यो हामी आइसक्यौँ हल्का कपाल यस्तो नराम्रो कपाल कसको वी आर एट आवर डेस्टिनेसन हामी आइपुग्यौँ हेर्नुहोस् भ्युचुली ए साथी अग्लै त छु त म यस्तो छ यहाँ भ्युचुलीको तन्के नि त अघि त्यहाँ लोटेको खुट्टा तन्के छ यहाँ सर्ट हामी आइपुग्यौँ होइन टन्सिल भयो जस्तो भयो हल्का हावा टावर रहेछ कि के टावर साथी टावर हेर्नुहोस् एनसेलको टावर पछाडि छ होइन कटिङ भइरह त्यही हो गाइज हामी भ्युचुलीको यहाँ भ्यू हेर्दैछौँ होइन केटाहरू पनि यही छन् यहाँ यस्तो छ भ्युचुलीको भ्यू 2 घन्टा जति राइड हानेर सुर्खेतदेखि भ्युचुलीमा आइसकेछौँ हामी स्याउको बोट यहाँ पनि छ फलेछ स्याउ खान्छौँ अब हामी भ्युचुलीको स्याउ यहाँ एनसेलको टावर पनि छ स्याउ स्याउको बोट स्याउको बोट देखाएको थियो मैले आजै देखाएको छु स्याउ अमला टिपी जस्तो स्याउको बुट्टा त्यहाँ छ होइन स्याउ बिक्रीको स्याउ हो क्या यो खास ठुलो हुनुपर्ने हो त्यो कलम नगरेर के नगरेर हुन्छ नि त्यस्तो बिक्री कुदेर आउनु नि दादा यहाँ चाहिँ एनसेलको टावर यहाँ छन् केटाहरू यो हिक्मत ब्रो के छ कहाँ अङ्कल भन्ने बाबु हुन् कि बाबु हाम्रो बाबु ए चिरकुट यता हेर ड्राइफुड साथी ए ड्राइफुड यता ड्राइफुड बाबु ड्राइफुड एनसेलको टावर हामी त टावर जस्तो छौँ हामी 2टा यो भयो ड्राइफुड होइन अर्को मुला चोड्दैछौँ त्यहाँ ए आफ्नो बारी होइन धेरै पछि यिनको गाउँमा आइरह त्यही भएर जे लग्यो पनि यहाँबाट चोरी हुन्न चोरी भन्न मिल्दैन होइन गाइज हामीले स्याउ भनेको यही रहेछ होइन सुरुवातमा यस्तै स्याउ फल्छ भन न नाम बिग्रेको स्याउ बिग्रेको स्याउ त्यस्तै स्याउ भनिदिएको साथीले ए बिग्रेको स्याउ हो दाइले यहाँ ड्रोन उडाउँदै हुनुहुन्थ्यो ड्रोनको फुटेज पाइन्छ कि दाइ दिनुहुन्छ ल गाइज
हामीले ड्रोनको पनि भिडियो फुटेजहरू हाल्न पाउने भयौँ फर्स्ट ब्लगमा उड्दैछ गयो सेउ खाँदैछौँ हामी हल्का चुकिलो छ होइन क्या टर्रो गुल्टिनु पर्ने नि कन्टेन्ट हुन्थ्यो केडा कन्टेन्ट आउला जस्तो छ है बाहर देखो केडा दौड़ो दौड़ो अगाडि हिँड न अगाडि हिँड Get down here, what's your plan? Oi, oi! Yeah. आइसक्यौँ यहाँ भ्युचिलीको डाँडोमा हेर्नुहोस् यहाँ कस्तो दामी रहेछ भ्युचिलीको डाँडा त्यहाँ तलदेखि देखिन्छ दामी अहिले म देखाउँछु त्यहाँ गएर हजुरहरूलाई यहाँ छ यो भ्युचिलीको डाँडा यस्तो दामी रहेछ जान्छ गाई उडाइदिनु ठुलो छ केही फरक पर्दैन एकछिन जाउँ न आउँदैछ उता बाइकहरू आउँदैछ उनीहरू उताबाट आउँदैछ उतादेखि आउँदैछ अब जानु न तिम्रो घर जान्छ रे
गाइज होइन हामी सुर्खेत पुगिसक्यौँ धेरै रमाइलो भयो होइन हजुरहरूलाई पनि रमाइलो लाग्ने होला होइन हामी अहिले यहाँ 3 जना छौँ उतै माथि चेकपोस्ट थियो त्यही भएर 2टा हिँड्दै आएको थिएँ होइन अब सकिन्छ अब यो ब्लगलाई इन्ड गरौँ है र भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्नु